मैले यो भिडियो बनाउँदै गर्दाको अवस्थासम्ममा रासोपाले 3 क्षेत्र जितेको छ र साथसाथै 110 क्षेत्रमा अग्रता छ। साथै नेपाली काङ्ग्रेस त्यसलाई पछ्याउँदै दोस्रो, त्यसपछि गएर एमाले तेस्रो र त्यसपछि गएर माओवादी अथवा नेकपा चौथो। तर समानुपातिकपट्टि हेर्ने हो भने रासोपा पहिलो, काङ्ग्रेस दोस्रो र राप्रपा चाहिँ तेस्रो हुने देखिन्छ। इफ इन केस हामीले यसरी ल्याएको मतलाई हेर्ने हो भने नेपाली जनताले चाहिँ अब यो जुन चाहिँ के भन्ने कि कम्युनिजमको विचारलाई पूर्ण रूपमा अस्वीकार गरेको देखिन्छ। रासोपा नन कम्युनिस्ट पार्टी, त्यसपछि गएर यतापट्टि आयो हाम्रो के भन्ने काङ्ग्रेस, द्याट इज अल्सो नन कम्युनिस्ट पार्टी, र जुन चाहिँ राप्रपा छ समानुपातिकको राप्रपा, यो तेस्रो नम्बरमा आएको छ। यसले पनि के देखाउँछ त भन्दाखेरि हामी नेपालीले चाहिँ अब कम्युनिस्ट पार्टीलाई पत्याउन छोड्यौँ। यसरी कम्युनिस्ट पार्टीलाई पत्याउन छोड्यौँ भन्दै गर्दाखेरि जुन चाहिँ 62-63 आन्दोलनपछि माओवादीको जुन चाहिँ मुद्दाहरू आएका छन्, जस्तै समाजवादका मुद्दा, साथसाथै अन्य समानुपातिक सिस्टमका मुद्दाहरू, के यस्ता मुद्दालाई अब नेपालको संविधानमा अथवा नेपालको कानुनमा स्थान दिनु के जायज हुनेछ? के यसलाई रिभ्यू गर्नु पर्दैन? यदि गैर कम्युनिस्ट दलहरू नेपालको संसदमा जितेर आउँछन् भने यी गैर कम्युनिस्ट दलले के अब ती कम्युनिस्टका मुद्दालाई बोकेर हिँड्नु सही हुनेछ? नेपाल 62-63 पछि पछि परेको थियो। किन त भन्दाखेरि यी कम्युनिस्ट दलहरूको नीतिका कारणले गर्दा, र त्यही नीति आजको दिनमा संविधानमा छ। र जब हालको समयमा जसरी यी गैर कम्युनिस्ट दलहरू चाहिँ नेपालको संसदमा जितेर आएका छन्, हो यिनीहरूको मुख्य दायित्व के हुनेछ त भन्दाखेरि कम्युनिस्टले लादेको आफ्नो जुन चाहिँ रोगको भण्डार छ नेपालको संविधानमा, हो त्यसलाई हटाउनु चाहिँ यी गैर कम्युनिस्ट दलहरूको प्रमुख कर्तव्य हुनेछ। समाजवाद जस्ता मुद्दा, त्यसपछि गएर यो समानुपातिकता जस्तो मुद्दा, त्यसपछि गएर यो संघीयतालाई रिस्ट्रक्चराइज गर्नुपर्ने जस्ता मुद्दाहरू चाहिँ अब यी गैर कम्युनिस्ट दलहरूले बोक्नुपर्नेछ। होइन भने गैर कम्युनिस्ट दल जो चाहिँ हालको समयमा संसदमा सबैभन्दा ठुला भएर आएका छन्, यिनीहरूको पनि अवस्था कतै न कतै भोलिको दिनमा गएर केपी ओली र प्रचण्ड जस्तो हुनेछ, यदि यिनीहरूले रिभ्यू नगरेको खण्डमा।